हेलो साथीहरु नमस्ते। म यहाँ आज जंगलमा बाख्रालाई घाँस खान आएको छु। घाँस खान आएको बेला मैले यो बुटा देखेको छु। अस्ति पनि मैले यो बुटा देखेको थिएँ। यस जंगली प्याज जस्तो छ के सेम प्याज जस्तो छ। यसको माथि यस्तो छ। मसँग कुटो भएन, यो आँसीले भए नि म खुनेर देखाउँछु। यो कुन चीज हो? यो प्याजै हो कि या त अरू के हो? यस्तो जंगलमा प्याज पनि हुन्छ होला र के के काम लाग्छ लाग्दैन साथीहरु? के औषधि लाग्छ कि या बिक्री हुन्छ कि के हुन्छ भने चाहिँ यसो कमेन्ट सल्लाह सुझाव दिनु होला है साथीहरु। यो के खतरा चीज लागेछ मलाई त। अलि आस्नी रहेछ यो। तपाईहरुको ठाउँतिर पनि यो पाइन्छ कि पाइदैन? तपाईहरुले चिनेको हुनुहुन्छ भने पनि यो यस्तो चीज हो भनेर कमेन्ट गरिदिनु होला। यो सेम मलाई त अचम्म लाग्यो कि यो जंगलमा पनि यस्तो चीज पाउँदो रहेछ। यो या त के औषधि पनि लाग्न सक्छ। यो हेर्नुस् त साथीहरु, यो सेम प्याज के प्याज यो। हेर्नु त, म आज जंगलमा एक्लै आएको कारणले गर्दाखेरि मोबाइल सामान दिने मान्छे भएनन्। त्यही भएर आफै यहाँ गर्न लागिरहेकी छु। त्यही भएर अलि समस्या भएछ कि यस्तो छ मात्रै क्या। यी जरा पनि सेम त्यस्तै छन् कि। वन प्याज हुन्छ होला त साथीहरु। यदि हुन्छ तपाईको गाउँतिर हुन्छ भने चाहिँ कमेन्ट गर्नु होला है। यो के बिक्री हुन्छ कि या औषधि लाग्छ कि के जडीबुटी त पक्कै होला यो। सेम प्याज जस्तो छ कि साथीहरु। खाउँ खाउँ लाग्ने देखेर पनि यी पत्ता पनि त्यस्तै छ नि। हेर्नुस् त, यो के औषधि लाग्छ कि या बिक्री हुन्छ कि तपाईहरुले थाहा पाउनु भयो भने यो जडीबुटी चिन्नु भएको छ भने साथीहरु कमेन्ट गर्नु होला है। यस्तो काम लाग्छ भनेर यो औषधि हो कि के केही न केही यसको विशेषता केही चाहिने गुण त होला। यसको बुटो यस्तो हुने रहेछ। सेम प्याज के साथीहरु। यो हेर्नु त, प्याज पत्ता पत्ता भएको छ। यो खान मिल्ने हो कि होइन? खान्छन् कि खाँदैनन्? के होला यस्तो? तपाईहरुले चिनिदिएको भए, तपाईहरु कोही चिनेको साथीहरुले यो काम लाग्छ अथवा के औषधीय गुण हुन्छ भने पनि कमेन्ट गरिदिनु होला। यस्तो चीजहरु यहाँ खेर गइरहेको छ। यति राम्रो चीज छ के हो। हेर्दाखेरि खाउँ खाउँ लाग्ने खालको। यो अब नचिनेको के हो, घर लिन पनि मिलेन। प्याज जस्तो लाग्छ, सेम प्याज। यस्तो छ साथीहरु। जसरी भए नि लाइक कमेन्ट गरिदिनु होला। बरु लाइक गर्नु होला नगर्नु होला तपाईको कुरा भयो। कमेन्ट चाहिँ गरिदिनु होला है। यो यस्तो चीज चाहिन्छ भनेर। यो बुटाहरु यहाँ धेरै रहेछन्। यो चाहिन्छ अथवा यो औषधि गुण छ भनेपछि यतिकै जंगलमा खेर गइरहेछ। यसको प्रयोगमा आउला। यी बुटाहरु धेरै छन्। हेर्नुस् त, यो यहाँ तल पनि रहेछ। पुरै जंगल नै छ यसको भनौँ। धेरै छ। आधा यहाँ यस्तो भएको छ। तपाईहरुले पक्कै पनि कोही न कोही साथीहरुले यसको बारेमा थाहा छ होला जस्तो लाग्छ मलाई हैन। तपाईहरुलाई यत्रो नेपालभरिका मान्छेलाई कुनै न कुनै मान्छेलाई थाहा होला। भयो भने चाहिँ कमेन्ट गरिदिनु होला। या औषधि कुनै रोगको औषधि हो या बुन प्याज नै हो कि यसको नाम के हो? यो यस्तो छ यहाँ। कमेन्ट गरिदिनु होला। बिक्री हुन्छ कि नत्र सङ्कलन गरेर बिक्री पनि गर्न सक्यो। केही जडीबुटी यसलाई पशुधन गरेर औषधि बनाउन मिल्ने हो कि खान मिल्ने हो कि के हो? जसरी भए पनि यो चीज यसरी यहाँ खेर गइरहेछ साथीहरु। कमेन्ट जसरी भए नि गरिदिनु होला है। तपाईलाई विनम्र अनुरोध छ। अनि सेयर पनि गरिदिनु होला। सेयर गरिदिनु भयो भने धेरै साथीहरुले चिन्ने नचिन्ने साथीहरुकहाँ जानेछ र उहाँहरुले भन्नुहुनेछ कि यो काम लाग्ने चीज हो भनेर। साथीहरु हस् त, म फेरि यस्तै भिडियोहरु बनाउँदै गरौँला।
तर यसको यो चिज चाहिँ खेर नजाओस् भन्नको लागि कमेन्ट गरिदिनु होला है। हेर्नु त यहाँ उता वन जङ्गलभरि छ त्यस्तो। नमस्ते, बाई बाई।